मिक्सिङ ग्लास पनि भनिरहेको हुन्छौँ। यो हामीले स्टिरिङ मेथड प्रयोग गर्दाखेरि चाहिँ यसमा आइस र ड्रिङ्क हालेर चिल गर्नको लागि प्रयोग गरिरहेछौँ है। यो दुईटै डिकेन्टर हो, एउटा हो सोडा अथवा स्प्रिट डिकेन्टर भनेर हामीले यसलाई प्रयोग गर्छौँ भने यसलाई हामी वाइन डिकेन्ट गर्नको लागि प्रयोग गर्छौँ है। युजली अब कहिलेकाहीँ वाइन खोल्दाखेरि वाइनको कर्कहरू भाँचियो होइन, टुक्राहरू भित्र छिर्यो भने हामीले छानेर यसमा डिकेन्ट गर्ने गर्छौँ। र अर्को भनेको वाइनलाई एकदमै कुनै पुरानो वाइन छ अथवा ठिकको वाइन छ त्यसलाई अक्सिडाइज गर्दाखेरि अझ खुलेर जान्छ भने होइन, अक्सिजनको कन्ट्याक्टमा हामीले हालिसकेपछि आउने भयो भने खुलेर जान्छ भने त्यस्तो बेलामा हामीले वाइनलाई डिकेन्ट गर्नको लागि प्रयोग गर्छौँ है त। मलाई एउटा क्वेसन है त, यो कुन क्लास रे? मिक्सिङ क्लास होइन। मेथड चाहिँ कुन भयो? स्टरिङ मेथड होइन। अर्को के छ? सेकिङ मेथड, सेकिङ कक्टेल। सर एउटा क्वेसन के हो भन्दाखेरि अब जान्नुहुन्छ भने भन्नुहोस् होइन, किन हामीले कुनै कक्टेलहरू यसमा युज गरिन्छ होइन? कक्टेलहरू धेरै छन्, कुनै युजमा युज हुन्छ, कुनै त्यसमा हुन्छ, अनि कुनै ब्लेन्डिङ पनि हुन्छ, कुनै लेयरिङ हुन्छ, कुनै मोडलिङ हुन्छ होइन। सो मोडलिङ, लेयरिङ, ब्लेन्डिङतिर त नजाउँ। सो यसमा किन कुनै कक्टेलहरू स्टरिङ हुन्छ र कुनै कक्टेलहरू सेकिङ हुन्छ, किन हामीले छुट्याइरहेको हुन्छ, किन गर्नु जरुरी छ? किनभने यो हाम्रो यसमा गयो भने चाहिँ हाम्रो त्यो छैन नि त प्लेन, त्यसको मेन त्यो कुनै कक्टेल यसमा जान्छ होइन। स्टरिङै मेथड गर्नुपर्छ नि त। स्टरिङ मेथड सेकिङमा गरेर हुन्छ त? हुँदैन होला होइन। कुनै कक्टेल कस्मोपोलिटियन एउटा कक्टेलको नाम छ इक्जाम्पल, त्यो स्टरिङ गरेर भयो त्यो सेकिङ गर्नुपर्छ। ओल्ड फ्यासन सुन्नु भएको छ कक्टेल, त्यो सेक गरेर भयो स्टरिङै हो। त्यही त किन चाहिँ हामीले ओल्ड फ्यासन स्टरिङ गरिरहेको छौँ, किन कस्मो हामीले सेकिङ गरिरहेको छौँ, त्यही सोध्न खोजेको हो कि मैले। आइडिया भयो है? सो तपाईँको चाहिँ स्टरिङ मेथड किन गरिन्छ, तपाईँको इन्ग्रिडियन्ट्स हेर्नु पऱ्यो। जुन पनि स्टरिङ अराउन्ड 90% अथवा 95% भनौँ स्प्रिट फरवर्ड कक्टेलहरू, जुनमा तपाईँको कस्मोमा जाम तपाईँको जुसहरू पनि छ, लाइमहरू पनि छ, सिरप होइन, हाई डेन्सिटी बढी सुगर भएको लिक्विडहरू छ, त्यो चाहिँ यसमा त हुन्छ। बेस्ट इक्जाम्पल लेमनकै कुरा हो। लेमन स्टर गरेर खासै मिक्स हुँदैन भन्नुपर्छ, त्यसलाई चाहिँ सेकिङै गर्नु जरुरी छ। अनि तपाईँको सिरपहरू स्टरिङ गर्न त मिल्यो, तर सेकमा तपाईँको सबै एकैचोटि बढी घोल्ने भयो होइन। तपाईँको स्टरिङमा चाहिँ स्प्रिट फरवर्ड कक्टेल हो, त्यसलाई खासै बढी मिक्स गर्न जरुरी छैन, बढी डाइल्युट गर्न जरुरी छैन। स्प्रिट फरवर्ड हामी जस्ट त्यसलाई चिल गर्ने मात्रै हो, चिसो बनाउने काम मात्रै हो होइन। स्टरिङमा स्प्रिट फरवर्ड कक्टेलहरू तपाईँको 2टा छ 3टा छ इन्ग्रिडियन्ट्स, सबैमा के हुन्छ? एल्कोहल हुन्छ। त्यसलाई जस्ट चिल गराउने काम मात्रै हो। सो जुन इन्ग्रिडियन्ट्समा बढी एल्कोहल छ त्यो स्टरिङमै जाने, जुनमा जुस होइन, क्रिमहरू भयो, क्रिम पनि नभनौँ, हाई सुगरिङ लिक्विडहरू भयो होइन। तपाईँको एग वाइट, एक लड अफ ककटेल्सहरूमा एग वाइट हालेर हुन्छ होइन, एग वाइट सेतो भाग एक अन्डाको, अब त्यो स्टरिङ गरेर हुने भयो, सेकिङै जानु पऱ्यो नि त। एउटा इक्जाम्पल सावरको कुराहरू। अनि तपाईँको अब एउटा मैले बनानाको कुरा गरेँ, अब बनाना ब्लेन्डिङमै जानु पऱ्यो, सेक गर्न मिल्छ त? सो इन्ग्रिडियन्ट्स हेर्न पऱ्यो, यो इन्ग्रिडियन्ट्स कुन मेथडमा सुइटेबल छ होइन। सो त्यो अनुसारले चाहिँ हामीले मेथड डिभाइड गर्नु पऱ्यो, छुट्याउनु पऱ्यो। सो यसरी नै तपाईँको यो कुन इक्विपमेन्टमा कुन ककटेल कुन मेथड युज गरिन्छ त्यो हेर्नु जरुरी छ। ठिक छ ल, हुन्छ है त। लेमन जुस अथवा सुगर सिरपहरू भएको ककटेलहरू चाहिँ मिसाउन पनि स्टिरिङ गर्दाखेरि मिल्दैन। स्टिरिङ गर्दाखेरि अर्को भनेको एउटा अलिकति क्लियर फर्मको फाइनल फिनिस प्रडक्ट निस्किन्छ होइन। किन भिगरसली सेक गरिसकेपछि आइसको टुक्राहरू हुन्छ, झड्किन्छ, धमिलो भएर जान्छ भने स्टिरिङ गरेको ककटेलहरू हेर्दाखेरि पनि तपाईँहरूले यसो चिन्न पनि सक्नुहुन्छ है त। क्लियर फर्ममै हुन्छ, आइसको टुक्रा टुक्री भिगरसली झ्याक पारेर ठोक्काएर त्यस्तो डाटा पारेर सेक गरेको हुँदैन, त्यो भएर हेर्दा पनि क्लियर फर्ममै हुन्छ है। लास्टमा पनि सेक गरेको अलिकति क्लाउडी भएर गइहाल्छ है त। ल अब हामी जाउँ पिल्सनर, बियर पिल्सनर, बियरहरू हामीले सर्भ गरिरहेको हुन्छ है। यसलाई छ स्याम्पेन फ्लुइड भन्छौँ हामीले।
अलिकति सेप यता निस्केर सिधा उठेको जस्तो छ भने त्यसलाई स्याम्पेन टुलिप पनि भन्ने चलन छ है त, ठिक छ। यसमा हामीले स्याम्पेन अथवा स्पार्कलिङ वाइन सर्भ गर्छौँ है। अब यो दुईटा ग्लास हामीले रेड र व्हाइट भनेर छुट्याएको छौँ। यसमा अलिकति ठुलो बल भएको हुन्छ, रेड कम्पेरिटिभली फुल बडी हुन्छ, अलिकति स्टोर गर्नको लागि पनि चाहिन्छ स्पेस भनेर अलिकति रेडको वाइन ग्लास अलिकति ठुलो हुन्छ भने सानो चाहिँ के भयो त व्हाइट वाइन ग्लास भयो है। सर्भिङ टेम्परेचर पनि व्हाइट वाइनको चिल्ड हुन्छ भने रेड वाइन लगभग हामीले रुम टेम्परेचरमा सर्भ गरिरहेको हुन्छ है त। यसलाई भन्छ स्लिङ ग्लास है। स्लिङ भी सेपको छ हेर्नु होला। यसलाई भन्छौँ हामी साल्सा मार्टिनी है। यो बाङ्गिएको भएर यसलाई हामीले के भन्छौँ साल्सा मार्टिनी भन्छौँ। अब यसमा हामीले ककटेल ग्लासकै जसरी नै रूप युज गर्न पनि मिल्यो र अलिकति अरू केही थप्नु छ सर यसलाई मार्टिनी ग्लासलाई साल्सा सो यसमा के युज गरिन्छ हामीले जुन चाहिँ मेथडकै कुरा गरेँ है। तपाईँको ब्लेन्डिङको अभियसली हुने नै भएन होइन, सेकिङको लागि अथवा स्टरिङ मेथड यो युज हुने ककटेलहरू चाहिँ धेरै छन्। इक्जाम्पल ककटेलहरू होइन, फाइन जुनमा विदाउट आइस पोरिङ गरिन्छ होइन, त्यस्तो टाइपको ककटेलहरू यसमा युज गरिन्छ। अनि एउटा छुट्टै ककटेलको नामै छ ड्राई मार्टिनी होइन, पर्फेक्ट मार्टिनी। यिनी मार्टिनी ककटेल्सहरू त अभियसली यो मार्टिनी ग्लासमै जाने। अनि तपाईँसँग अर्को हामीसँग क्युब पनि छ। सो इन केस हामीसँग यो छैन भने वी क्यान यसमा पनि युज गरिन्छ। अब मार्टिनी ककटेल ड्राई मार्टिनी छ भने त्यसैमा जाने भयो, कस्मो भयो होइन, जुन चाहिँ फाइन स्टेनर गरिन्छ विदाउट आइस। फर्स्ट प्योरिटी यो दिनुहोस्, त्यसपछि हामीले यो क्युबमा पनि अथवा युज गर्नु ठिक छ है त। यो कुप पनि त्यही नै भयो, एउटै प्रकारको ग्लास भयो। हामीले एक्सचेन्ज गरेर प्रयोग गर्न पनि मिल्छ होइन। मार्टिनी नै भनेपछि चाहिँ हामीले त्यसलाई प्रयोग गर्ने भयो। मार्टिनी अथवा ककटेल ग्लास पनि भन्छ। साल्सा मार्टिनी भनेपछि चाहिँ यो अलिकति बाङ्गिएको हुने भयो भने, स्ट्रेट छ भने हामीले मार्टिनी अथवा ककटेल ग्लास भनेर पनि भन्छौँ है। अब यहाँनिर हम यसलाई भन्छ कोको ग्रान्डे भन्छ है। अब यो ग्लास चाहिँ अलिकति ठुलो बनेर यति स्टिमसम्म यही सेपमा तल झऱ्यो भने त्यसलाई हामीले हरिकेन ग्लास पनि भन्छौँ है। यो अलिकति अब हरिकेन हुनसाथ लङ ड्रिङ्क भएर गयो होइन, आइसहरू ज्यादा अलिकति क्वान्टिटी ज्यादा भएको ड्रिङ्क्सहरू हामीले यसमा सर्भ गर्ने भयो। स्टिम हेर्नुहोस् है, स्टिम सानो छ थोरै छ भने यो स्टिम हरिकेन भन्छ है। यहाँसम्म यहाँबाट बल्ल माथि गएको छ भने चाहिँ त्यसलाई होरिकेन भन्छ। सो स्टिम यसमा अलिकति ठुलो छ, सो यसलाई कोको ग्रान्डे भन्छ। सो दुइटैको युज चाहिँ एउटै हो, तर ग्लासको डिफरेन्स चाहिँ बुझ्ने हो। कोको ग्रान्डे। अब एउटा इक्जाम्पल दिउँ तपाईँको पिना कोलाडा, तपाईँको मोस्टली स्मुदीहरू भयो होइन, मकटेल्सहरू, यस्तो टाइप्सको ड्रिङ्क्सहरू चाहिँ हामीले कोको ग्रान्डेमा युज गर्छ। यसलाई भन्छ कोलिन्स ग्लास है। यसको हाइट अलिकति अग्लो छ, क्वान्टिटी पनि ज्यादा छ है। यो हाई बल ग्लास भयो। यो मेन कुरा है डिफ्रेन्स यो दुईटामा, ए मोस्टली कन्फ्युज हुने चाहिँ यही दुईटामा है त। सो कोलिन कुन हो, हाई बल कुन हो। सो अभियसली लेफ्टको कोलिन गयो, यो हाई बल हुनु। तपाईँको हाई बलमा बेस अलिक कमै हुन्छ होइन, सो यहाँ ठुलो नै देखाएर चाहिँ। सो एउटा बेस हेर्न पऱ्यो, अनि एउटा यसको बडी हेर्न पऱ्यो। कोलिनको अलिकति थिन बडी हुन्छ, अलिकति छुने बित्तिकै क्र्याक भइहाल्छ। सो हाई बलको चाहिँ अलिक ठिकै हुन्छ कम्पेयर टु कोलिन। अनि टल कोलिन टलै हुन्छ, हाई बल कोलिनको कम्पेयरमा सानो नै हुन्छ। सो यसको युज के भयो, कति बेला युज गरिन्छ यो थाहा छ? भन्नुहोस्। यो कोलिन, टम कोलिन्स, कोलिन ग्लास भनौँ न। यो कोलिन चाहिँ फर्स्ट प्योरिटी त ककटेल्समै दिनुहोस्, मकटेल्समै दिनुहोस् होइन। अनि यस्तो ककटेल जुनमा चाहिँ कार्बोनेटेड ड्रिङ्क्सहरू युज गरिन्छ। बबल्स, सोडा हुनसक्छ, स्प्राइट हुनसक्छ, कोक हुनसक्छ। यस्तो इन्ग्रिडियन्ट्स भएको ककटेलहरू अथवा मकटेलहरू युज गरिन्छ भने हामीले कोलिनमै जानु।